चाहिँ अहिले बिहान उठेर है हिजो साँझ हावा लागिरहेको थियो होइन सामानहरू ल्यायो कि भनेर हेर्न आएको सामानहरू त सबै ठिकै रहेछ है हिजो साँझ धेरै हावा लागिरहेको थियो होइन त्यसकारण म अहिले चाहिँ बिहानै उठेर हेर्न आएको होइन म उठ्दाखेरि त घाम पनि लागिसकेछ है हेलो साथीहरू सबैजनालाई नमस्ते के छ दसैँ कतिको मनाइयो है आजदेखि चाहिँ म मेरो पार्कमा छु है रोल्पा रुकुमको सिमाना बजार कालापोखरामा एकदमै राम्रो भ्यू सहितको छ हजुरहरूले पनि फोटा खिच्न चाहनुहुन्छ भने आउन सक्नुहुन्छ है हेर्नु यो यता रुकुमपट्टिको भ्यू हो अब सिस्ने हिमाल पनि क्लियर देखिन लागेको छ अब केही समय पछाडि बर्खा पनि मौसम पनि मारिँदैछ हैन अनि यहाँसम्म चाहिँ रोल्पा यतादेखि चाहिँ रोल्पा सक्नुहुन्छ एकदमै राम्रो भ्यूको साथ फोटा खिच्न चाहनुहुन्छ भने आज चाहिँ मौसमले हिजो दसैँको दिन त्यति क्लियर थिएन पानी परिरहेको थियो है हेर्नु पानी परेर हैन यो साइडतिर पानी नै जमेको छ अब केही समयमा पानी पनि सुकिहाल्छ है र हजुरहरूले मेरो च्यानललाई चाहिँ माया गरिदिनु पर्यो लाइक शेयर सब्स्क्राइब गरिदिनु पर्यो है हेर्नु न गाइजहरु यो कपाल पनि लामो भइसक्यो है पुरा ज्याङ्गु जस्तो देखिरहेछ है गुन्डा जस्तो तर कपाल पाल्नु मेरो सोख त हो है तर के गर्नु हेर्नु गुन्डाको भन्दा फरक छैन सबैले गाउँघरतिर के त्यो गुन्डा ट्यापी जस्तो पालेको भन्छ यो चाहिँ दिदी भिनाको पसल है कपडा पसल यो जहाँ खाएको भाँडाहरू मान्छेको छैन हैन अनि कोठा पनि मिलाउन बाँकी नै छ अब भाँडा माझेर खानासाना पकाएर खान्छु म चाहिँ टक्क अन्डा र चाउचाउ बनाएर भातसँग खाने सोच गरिरहेको छु हजुरहरूले अन्डा चाउचाउ कतिको मन पराउनुहुन्छ है कमेन्टमा लेखिदिनु होला अन्डा र अनि यो चाहिँ मेरो रुम भित्र अँध्यारो छ है लाइन गएको छ अहिले केही समय पछाडि आउँछ लाइन अब फेरि रुटिन अनुसार हुन्छ है मेरो अब मैले सुरु गरिसकेँ हैन टल्किएर आएको छ है पछाडिको कुरा सेतो आइरहेछ नर्मल फोन हो अनि मैले चाहिँ एकदमै छिटो छिटो अन्डाहरू चाहिँ कपमा हालेर अन्डा फटेर कपमा हालेँ अनि त्यस पछाडि हैन हातहरू पखालेँ अनि भात पनि लगाइदिएँ है थोरै नुन हालेँ अनि मसला हालेँ थोरै बेसार हालेँ है अनि त्यसपछि तेल हालेँ कराही बसालेर त्यस पछाडि थोरै अन्डालाई भुलिदिएँ र तेल घुमाएँ किनकि मैले सुरुमा खाना पकाउने मैले सुरुमै हो
अनि खानासाना खाइसकेपछि बाहिरतिर है यसो घाम तापौँ भनेर बाहिरतिर निस्केको। त्यत्तिकै अब हेर्नु आज दिन चाहिँ यताउता गरेर कटाइयो जोस् होइन। अब यताउता हिँड्दै अब कटाइयो। र हजुरहरूले मेरो भिडियो अन्त्यसम्म हेरिदिएकोमा हजुरहरूलाई धन्यवाद। मेरो च्यानललाई सब्सक्राइब गर्नु होला।